सर्वप्रथम धन्यवाद कार्यक्रम सञ्चालक यस सुशासन केन्द्र बागमती प्रदेशका उपनिर्देशक आदरणीय सरलाई आज यस प्रदेश निजामती सेवा स्वास्थ्यतर्फ सायद ईश्वर प्रोसेसकै सायद फार्मेसी बायोमेडिकललाई सेवा तालिमको आज समापन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका यस सुशासन केन्द्र बागमती प्रदेशका निर्देशक आदरणीय मोहनन्द सरज्यू, त्यसै गरी अतिथिको रूपमा आफ्नो शीत आसन ग्रहण गर्नुभएका आदरणीय यस सुशासन केन्द्रका उपनिर्देशक रितेश दण्डकार सरज्यू र यहाँ नवनियुक्त सम्पूर्ण कर्मचारी साथीहरू, आफ्नो सेवामा प्रवेश गरिसकेपछि हामी यो सेवालाई कसरी प्रभावकारी बनाउने, कसरी हामी अगाडि बढ्नुपर्छ भन्ने क्रममा एकदमै खुसी र आत्मनिर्भर हुनका लागि आफ्नो संस्थामा कसरी काम गर्ने त्यो तालिम दिनलाई गएर उपस्थित हुनुभएका सम्पूर्ण उपस्थित साथीहरूलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। मेरो नाम राजकुमार साई, घर जाजरकोट हो। हाल हेल्थ असिस्टेन्ट पदमा एउटा इमर्जेन्सी डिपार्टमेन्टमा कार्यरत छु। यो सुशासन केन्द्रले हामीलाई यो तालिम दिएर धेरै कन्फिडेन्स लेभल काम कसरी गर्नुपर्छ, प्रशासनिक कामलाई हामीले कसरी गर्नुपर्छ भन्ने काम गर्ने क्रममा आफ्नो पालना गर्नुपर्ने अनुशासनहरू के हुन्, विभिन्न सेक्टरमा काम गर्ने क्रममा यो विभिन्न किसिमका कामलाई अगाडि बढाउने क्रममा हामीले कामलाई कसरी व्यवस्थित तरिकाले अगाडि बढ्नुपर्छ, जस्तै सम्पूर्ण दर्ता चलानी त्यसपछि गएर प्रशासनिक कामहरू सिकाउनु भएको छ। त्यसको लागि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसपछि के कुरा गरेर हामीले बिरामीहरूसँग गर्नुपर्ने व्यवहार त्यसपछि गएर बिरामीलाई सजिलो तरिकाले कसरी सम्पूर्ण कुराहरू सिकाउनु बागमती प्रदेश सुशासन केन्द्रलाई लगायत धन्यवाद दिन साथीहरूको गुनासो सुनिअनुसार मैले अझै पनि यो सुशासन केन्द्रले कर्मचारीहरूको लागि बस्नको व्यवस्था गरिदिएको भए सहज हुन्थ्यो भनेर आवाजलाई गरेको मात्रै हो है।